कतिले तिम्रो त सक्यो, तिम्रो पार्टी सक्यो, पत्ता साफ भन्न आउनुहुन्छ। त्यसै पत्ता साफ हुन्छ? हामी छौँ, हामी जिउँदा रहँदासम्म हाम्रो पार्टी छ, हामी छौँ। कुनै समय र कुनै अवस्थामा कुनै कारणले जनताले नयाँ फल चाख्न पनि खोज्नुहुन्छ। नयाँ फल चाख्न खोज्नु भएको हो, त्यो धेरै टिक्दैन। टिक्ने भए त यस्ता घटनाहरू घटाउँदै आउँदै गरेका हिजो द्वन्द्वकालमा द्वन्द्व निम्त्याएर त्यति देश जलाएर वडा कार्यालयहरू गाविसहरू जलाएर मालपोतहरू जलाएर यस्तै भएको हो द्वन्द्वकालमा पनि। त्यसलाई सामना गर्दै फेरि पनि हामी जागेकै थियौँ, हाम्रो लहर आएकै थियो। किनभने पार्टीले राम्रो काम गर्यो भने फेरि जनता फर्किनुहुन्छ नि, विश्वास गर्नुहुन्छ नि। अहिले फेरि यस्तै अवस्थामा जलाए, भत्काए, हरेक कुराहरू गराए र त्यो अवस्थामा जनताले नयाँ परिवर्तन चाहेको भन्ने कुराले सबै जनताहरूले त्यो परिवर्तनलाई युवा शक्तिलाई हेरौँ त भनेर दिनुभएको हो। त्यो धेरै फुरफुर नगरे हुन्छ। त्यो दिएको मत राम्रोसँग सदुपयोग गर्न कतिको सकिन्छ, कतिको सक्छन्, कतिको क्षमता छ भन्ने कुरा अब हेर्दै जानुस्। 6 महिना पनि लाग्दैन, फेरि पनि जनता फर्किनलाई 6 महिना लाग्ने छैन। हेर्दै जानुस् देश अब कस्तो अवस्थामा पुग्छ। भोलिका दिनमा यिनै पार्टीले बरु ठिकै गर्या रहेछन्, राम्रै गर्या रहेछन् भनेर धुरु रुनी फेरि फर्किने दिन समय आउँछन्। हामी छँदैछौँ, हामी सकेका छैनौँ, हामी उठिरहेका छौँ, उठ्छौँ, जाग्छौँ। फेरि पनि लहर आउँछ। जनताको विश्वास, जनमत जित्न सक्ने आधार भनेको एमाले नै हो। अहिले यो लहरमा हावाहुरी चल्यो भने हावाहुरीले पातपतिङ्गरसहित उडाउँछ, पातपतिङ्गरसहित लिएर जान्छ। त्यस्तै भएको हो, पातपतिङ्गरसहित लिएर गएको छ। यो हावामा धेरै त्यो टिक्नेवाला छैन। योभन्दा हामी धेरै अब्बल पनि छौँ। हामी सहनशीलतामा छौँ, हामी धैर्यता गर्छौँ। फेरि पनि जनताहरू फर्केर नेकपा एमालेलाई समर्थन गर्नुहुन्छ, यो 100% विश्वास छ। नेकपा एमाले जिन्दाबाद, हामी छौँ।